यो पुल धेरै लामो रहेछ यो धुलुङ्गे पुल। हामी यो धुलुङ्गे पुल चढ्दैछौँ अहिले। अब हेर्दै जाउँ कतिको यसो पार्यो त्यो देख्ने ठाउँमा हामी गाडी अब त्यहाँ चढेर अनि त्यसो जाने ठाउँ जाउँ। ए राम्रो रहेछ हुन्छ पुल त झ्याप्पै छ त लामो। फोटो खिच्नु घुमाएर सेयर गर्दा नि हुन्छ त्यो लास्ट एउटा ल हजुरले ठ्याक्कै मोबाइलले भिडियो नै हो यो अरे यता हेर्नु साथीहरू ल ल ल ओहो हो तल खोला खानु क्लिप त हो काम चाहिँ खानु मात्रै हुन्छ। खानासाना खाने ठाउँ यहाँ हुन्छ। अहिले खाना खान्छौँ। यहाँ खाना खाएर अब एकैचोटिको हाम्रो बसाइ भने देउराली हो। अब यहाँबाट 2-3 घन्टा उकालो हिँडेपछि 3 घन्टा 4 घन्टामा देउराली पुगिन्छ। अब हामी खानासाना खान्छ। यहाँ भिड छ, आन्तरिक पर्यटक बाह्य पर्यटक धेरै छ मान्छेको एकदम। खानपान छ, ठाउँ ठिक छ सबैलाई। एकदम रमाइलो छ हिमालय चाहिँ। त्यो डाँडा काँडाको बिचमा पुरा डाँडाहरू छ यस्तो छ है। झन्डै झन्डा राखेको ठाउँ त यहाँ चाहिँ अब हाम्रो ल मेच बस्ने ठाउँ गर्ने ठाउँ कति रमाइलो छ। ल कति रमाइलो कति रमाइलो कति रमाइलो कति रमाइलो। ल आठ उठाउँ त ल कति रमाइलो छ। हाई रे हाई रे हाई। हजुर खाना कसरी छ हजुर? खाना 750 750 भेज खाना है। कतिजना खाने? 1 2 3 त भइहाल्छ ठाउँ सर। हामी 3 जना भयो। उनीहरू के गर्ने केटाहरू? 750। ओए पोको खाने हो? तयारी छ छैन होला है पकाउनुको लागि? तयारी छैन होला नि पकाउनु पर्ने होला हैन? तयारी छ। तयारी हो? 3 जना 3 जना त खाने नै भयो। अब 3 जना सोधौँ त्यहाँ भयो। कन्फर्म गरौँ न एकैचोटी। हुन्छ हुन्छ। ल यसमा यसो वाइफाई पनि मिल्छ भने हालिदिनुहोस् के अरे। अब के गर्ने? वाशरूम कता छ? त्यता मुनि। अरे यसमा पनि वाइफाई चाहिँ कनेक्ट गरिदिउँ। कन्भर भित्र जानुहोस् न, भित्र किचनमा पर्छ चाहिँ त्यो वाइफाई डोली नै झगड्नु। के गर्ने चाहियो? हस् यहाँ 3 जना त स्योर छ। अब कतिजना अरू हुन्छ? 6वटै हो? 6वटा हजुर 6वटा। मेरो बैकुण्ठ लामिछाने बैकुण्ठमा त भयो नि त। हस् आइसक्यो। 4 हजुर 6वटै भन्यो।
काम हुन्छ क्या हो यता त शीतल छ अब यो भयो होइन यो मोबाइल मेरो भयो झलेको बिल तर्दैछ है ल एकदम चाहिँ माथि मजा छ ल हामी छुमरुङ भ्याली आइपुग्यौँ यो छुमरुङ भ्याली यो चाहिँ यो पाजीको गाउँ लोवर माथिको हामी अप्पर हो माथि बसेका थियौँ अब कोदो मजासँग कोदो फलिरहेको छ राम्रो छ कोदो अब यहाँ एनसी टुरिस्ट चेकपोस्ट चेकआउट पर्दैन होला अब यहाँ चाहिँ नाम इन्ट्री गरेर हामी हेर्छौँ इन्ट्री गरेर हामी अस्ति जाँदाखेरि पनि यहाँ इन्ट्री गरेको थियौँ अब अहिले आउट हुँदाखेरि पनि इन्ट्री गरेर जानु पऱ्यो पोस्ट होइन मेरो त्यहाँ बैकुण्ठ लामी छानेमा लेखाएको होला हेर्नु त शनिबार होइन शनिबार हजुर हो बैकुण्ठ लामी छाने लेखेको छ शनिबारको भेटिन्छ हाम्रो काठमाडौँ लेखेको थियो बुढानी कण्ठमा काठमाडौँमा लेखेको होला छजना सकुशल आइपुगेछौँ है धन्यवाद यसै ठाउँमा घुम्न आएको म एउटा परदेशी यसै ठाउँमा घुम्न आएको म एउटा परदेशी थाहै नपाई बसेछ माया आकाश भन्दा बेसी थाहै नपाई बसेछ माया आकाश भन्दा बेसी हिउँ पर्यो फुरुरु राम 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 उफ हे राम हे प्रभु बहुत गाह्रो छ हौ उहाँले हट तेरिका
कोही नदेखिएको छ भने यसो साइडबाट हिँडौँ न फोटो खिच्नु न हाम्रो पनि घुमाएर ल भात पनि खान्न माथि पनि जान्न यहीँ पर्छु पसारो ए मेरा भाइ यहीँ पर्छु ओ एमबिसीका नेताहरू स्टार्टिङ पोइन्ट के यता पछाडि फर्केर खिच्नु बस्नु न म यता खिच्दैछु त रद्द लाएर हान्नु नि भने एउटा मात्रै गरेर अलि पर बस्नु नि त यस्तो लिएर आएर के काम छ जम्मै ध्यान दिन्छ नि यसो गर्नु जान्छ त ल C'est pas beaucoup. Ah ouais, parce que bon, ton impatient. J'imagine pas si tu vas ici, parce que j'ai un peu de 4 ans.
अन्नपूर्ण बेस क्याम्प एबिसी यात्रामा हामी जानको लागि 6 भाइ साथीहरू तयारी पुरा गरी हिँड्ने उसमा पुग्यौँ। पहिलो दिनको बास पोखरामा भयो हाम्रो। दोस्रो दिन बिहान ब्रेकफास्ट गरेर हामी त्यहाँबाट सुमो गाडी रिजर्भ गरेर 4 घण्टाको यात्रा हुँदै नयाँ पुल हुँदै सामरुङसम्म गाडीबाट भोल्याउँ। लामो झोलुङ्गे पुल तरी हाम्रो उकालोको यात्रा मोदी खोलाको तिरैतिर हुन्छ। 1 घण्टाको उकालो यात्रापछि 11 बजेतिर हाम्रो त्यहाँ खाना खाएर हाम्रो यात्रा चामरुङ हुँदै अप्पर चिनुवासम्म हुन्छ। पर्यटकहरूको असाध्यै भिड भएको हुँदा बस्ने ठाउँ ठिकै पाइयो। खाना साना खाएर